हेलो एभ्रिवान। आज चाहिँ म छु, दिदी काम गइसक्नु भयो। म चाहिँ खाना खान लागेको छु। खोर्सानीको अचार अनि चिकन, साग, आलु भिन्डी फ्राई अनि दाल छन्, साइडमा काँक्रा पनि छ। सुरुमा चाहिँ म भिन्डी र सागसँग मात्रै खानु पर्यो। खाएर खान्छु। बहिनी चाहिँ छ आज मेरो छुट्टी हो नि त, मैले धेरै थोक पकाउँछु छुट्टीको दिन अनि खान्छु। चिकन पनि खाइदिउँ। मलाई छाला मन पर्दैन। दाल टेस्टी। कहिले पो ज्याकेट चाहिँ किन लगाएको भनेर कमेन्ट गरेको धेरै। ज्याकेट चाहिँ किन लाउँछन् मान्छेले? जाडो भएर लाउँछन् नि, होइन र? सिम्पल आन्सर होइन नि त, अरूतिर गर्मी छ नि त, त्यही भएर भनेको कि हाम्रोमा चाहिँ चिसै छ, बिहान चाहिँ चिसै हुन्छ। त्यो भएर नि हाम्रोमा जाडो मौसम हो नि त अहिले। जाडो मौसम हो, तर जाडो मौसम भयो भने त्यस्तो चिसो खानु त्यस्तो चिसो चाहिँ छैन, तर घरभित्र लास्टै चिसो हुन्छ भने। अब जस्तै नेपाल अरूतिर गर्मी छ अनि त्यताबाट भिडियोलाई त्यस्तो फिल हुन्छ होला नि त, किन ज्याकेट लगायोस्? यस, द्याट्स करेक्ट। जस्तै हाम्रो मम्मीले एभ्रिडे सोध्नुहुन्छ, एभ्रिडे फोटो जाडो छ कान्छी भनिराख्नुहुन्छ। मम्मी डेली भिडियो हेर्नुहुन्छ, तपाईँहरू पनि डेली हेरिदिनु होला। भ्युज जल्दी राम्रोसँग आएको छैन जस्तो लाग्दैछ मलाई। ठिकै छ, मन परेन भने त अब हामी के गर्न सक्छौँ र? म सब गरम गुरुम मुछेर खाइदिन्छु। नो फर्मालिटिज भने जस्तो वाम गम खाने हो जिन्दगीमा। खानालाई पैसा कमाएको कसको भिडियोमा दिएको थियौ? मलाई दिदीले धेरै बोल्छु भन्दै थियो, म थोरै बोल्छु। खै यो क्यामेरा खोलेपछि आवाज आएकै गर्छ, के भएको?
बोलेको गर्न मन लाग्छ साथीहरूसँग कैसा लगा मेरा मजाक कति बाइट च्यालेन्ज खेल्नुपर्छ क्या यति खानामा बाइट च्यालेन्ज गर्नुपर्छ क्या यति खानामा कति खाइसक्छ होला जस्तो लाग्छ बहिनी तँलाई 4 बाइट टु मच भयो जस्तो लाग्थ्यो त 5 बाइट दिएँ मैले 5 बाइट दिने बहिनीले तर मैले खाइसक्दिनँ यस्तो स्टाइल पाए खानुपर्छ भिडियोमा नेचुरल देखाइदिने कि कस्तो क्रन्ची छ है काँक्रा तर खाइ चाहिँ सक्ने रहेछ 5 बाइट भयो 3 बाइट भयो 4 र 5 बन्दै थिएन मलाई कस्तो खानै नपाए जस्तो यत्रो कास भएको खानै नखुवाएर त खाएको उसले भने त खानालाई जन्मेका हो खाओ एकजना अङ्कलले कमेन्ट गर्नुहुन्थ्यो खोइ कहाँ हराम भयो जहिले गर्नुहुँदै डाइरेक्ट पनि भन्नुहुन्न थियो कि खोइ कसले भन्थ्यो नि खानालाई जन्मेका हो खाओ मलाई खाइसक्थेँ तर मलाई लाज लाग्यो सक्यो त्यही पनि खाएको लास्टै टेस्टी भयो बरु तर ठुलो बाइटमा खाएको मजा छुट्टै छ नि दिदी सानो म त हात पनि चालेर खाने हो त्यसकै भन्नुहोस् जेसुकै भन्नुहोस् जसरी खान्छ त्यसरी खान्छ मैले खाइसकेँ Bye bye. Thank you for watching.